नमस्कार साथीहरू। मैले चाहिँ अघि देखाएको भिडियो हेरेँ है। अब हेरेपछि एउटा जनचेतनाको लागि भिडियो बनाउन मन लाग्यो। सो बाइक चलाउने साथीहरूले चाहिँ ध्यान दिनुपर्ने कुरा है, पछाडि गर्लफ्रेन्ड अथवा दिदीबहिनी जो कोही पनि राखेर बाइक हिर्काउनुहुन्छ, सो त्यसो नगरिदिनु होला। पछाडि बस्ने दिदीबहिनीहरू साथीभाइहरू जो कोही पनि हुन्छ, उहाँहरूको ज्यान चाहिँ अलि खतरै हुन्छ। सो कुदाउने भन्दा पनि पछाडि बस्नेको खतरा हुन्छ है बाइकमा चाहिँ। त्यही भएर मैले यो भिडियो बनाएको। बाइक चलाउने साथीहरूको लागि अलि ध्यान दिनुपर्ने कुराहरू, सानो गल्तीले उहाँहरूको ज्यान पनि जान सक्छ, अपाङ्ग पनि हुनसक्छ। सो जीवनै बर्बाद हुनसक्छ। त्यसैले चाहिँ बाइक नचलाइदिनु होला साथीहरू। त्यही भएर जनचेतनाको लागि मैले यो भिडियो बनाएको हो। सो त्यही भएर तपाईँहरूलाई कस्तो लाग्छ, मलाई चाहिँ त्यो भिडियो हेरेर ठिक लागेन, त्यही भएर बनाएको। साथीहरू आजको लागि यति नै है। नमस्कार।